यहाँ एउटा रोचक घटना छ। हामीले अस्तिको शनिबार पनि हेरेका थियौं। आज हामी यसलाई विशेष तरिकाले हेर्नेछौं र यसलाई क्रुससँग सम्बन्धित गर्नेछौं। येशूले पत्रुस, याकुब र यूहन्नालाई डाँडामा लानुभयो र येशू ख्रीष्टले प्रार्थना गर्दै गर्दाखेरि उहाँको मुहार बदलियो, उहाँ चम्किनु भयो र उहाँको मुहार मात्र बदलिएन, उहाँको वस्त्र बिजुली चम्केको जस्तै उज्जवल भयो भनेर यहाँ लेखिएको छ। हामीलाई थाहा छ पुरानो नियममा पनि मोसा सिनै पर्वतमा जाँदाखेरि मोसाको अनुहार बलेको थियो, चम्केको थियो र यहाँ येशू ख्रीष्टको अनुहार मात्र नभएर येशू ख्रीष्टको सबै शरीर र वस्त्र पनि बलेको थियो, चम्केको थियो। येशू ख्रीष्ट परमेश्वरको महिमाको मूर्त रूप हुनुहुन्छ, शेखाइना महिमाको मूर्त रूप हुनुहुन्छ। यहाँ हामीले ठ्याक्कै के देख्छौँ भने पुरानो नियममा बलिरहेको पोथ्रा छ नि, जल्थ्यो तर भस्म हुँदैन थियो। येशू ख्रीष्ट यहाँ डाँडामा, मोसा पनि डाँडामा गएका थिए, त्यो पोथ्रा जलिरहन्थ्यो तर भस्म हुँदैन थियो। येशू ख्रीष्ट पनि यहाँ बल्नु भयो तर भस्म हुनु भएन। उहाँ चाहिँ म हुँ जो म हुँ भन्ने परमेश्वरको मूर्त रूप हुनुहुन्छ। अहिले पो बिजुली बत्ती छ, अहिले पो विभिन्न उज्यालो दिने माध्यम छ। त्यो बेला प्राचीन कालमा उज्यालो दिने माध्यम भनेको आगो मात्रै हो। रातमा आगो र दिनमा चाहिँ सूर्य पनि आगो नै हो। त्यही भएर ज्योति चाहिँ आगोबाट आउँछ। त्यही भएर परमेश्वर आगोको रूपमा, दिनमा बादलको खामो, रातमा आगोको खामोको रूपमा उहाँले इजरायललाई दोहोऱ्याउनुहुन्थ्यो। भनेपछि येशू ख्रीष्ट यहाँ यो महिमामा प्रकट हुनु नै उहाँ परमेश्वरको महिमाको प्रतिबिम्ब, दुरुस्त रूप र उहाँ स्वयं परमेश्वर पनि हुनुहुन्छ। र अर्को रोचक कुरा, यहाँ मोसा र एलिया येशू ख्रीष्टलाई भेट्नलाई आएका थिए महिमामा। र एकदमै रोचक कुरा के हो भने मोसाले व्यवस्थाको प्रतिनिधित्व गर्छ, एलियाले अगमवक्ताको प्रतिनिधित्व गर्छ। येशू ख्रीष्ट आफैले भन्नुभयो व्यवस्थाको पुस्तकमा, अगमवक्ताहरूको पुस्तकमा मेरो बारेमा लेखेको भनेपछि व्यवस्था र अगमवक्ताहरूको प्रतिनिधि स्वरूप एलिया र मोसा यहाँ येशू ख्रीष्टलाई भेट्न आउनु भएको थियो। यसले के देखाउँछ भने येशू ख्रीष्ट चाहिँ लामो समयदेखि पर्खिएको, येशू ख्रीष्टलाई आशा, इजरायलले आशा गरेको मसीह चाहिँ आउनु भएको छ, जसको गवाई र साक्षी हुनको लागि स्वर्गबाट मोसा र एलिया आउनु भएको हामीले देख्छौँ। तर मेरो वचन विशेष गरी आज म यो एउटा शब्दमा ध्यान दिन चाहन्छु। गुड फ्राइडे इज अ ग्रेट एक्सोडस। र यो शब्द हामीले यही पाउँछौँ कि असल शुक्रबार चाहिँ महान प्रस्थान हो, महान प्रस्थान हो। र यो कहाँ देख्छौँ भने 30 पदमा हेर्नुहोस् त। अनि उहाँसँग 2 जना मानिस बातचित गरिरहेका थिए, उनीहरू मोसा र एलिया थिए। 31 पदमा उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्युको विषयमा बातचित गरिरहेका थिए। यो कुरा उहाँले यरुशलेममा पुरा गर्नुपर्ने थियो। अब रोचक कुरा चाहिँ ग्रीक भाषामा यहाँ मृत्यु छैन। ग्रीक भाषामा एक्सोडस भन्ने शब्द चलाइएको छ। एक्सोडस भनेको प्रस्थान है। त्यही भएर मैले असल शुक्रबार महान प्रस्थान भन्दैछु। यो शब्द यति रोचक छ कि येशू ख्रीष्ट यहाँबाट अब पहाडबाट ओर्लेर उहाँ यरुशलेमतिर प्रस्थान गर्दै हुनुहुन्छ र यरुशलेममा उहाँले भोग्नुपर्ने दुःख, कष्ट, क्रुसको मृत्युलाई यहाँ प्रस्थान भनिएको छ है। यहाँ तपाईले हेर्दा अलिकति अगाडि यो अध्यायभन्दा अलिकति अगाडि 21 पदमा 9:21 मा तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो र साथै चेतावनी दिनुभयो कि तिनीहरूले यो कुरा कसैलाई नभन्नु। 22 पदमा अनि उहाँले भन्नुभयो मानिसको पुत्रले धेरै दुःख उठाउनु पर्छ र उनी धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट बहिष्कृत हुनेछ,
मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ। यस्तो येशू ख्रीष्टले धेरैचोटि भन्नुभयो र यहाँ जुन मानिसको पुत्रको दुःख मृत्युलाई, क्रुसको मृत्युलाई यहाँ येशू ख्रीष्ट आफैले, यहाँ लेखकले लुकाले प्रस्थान भनिएको छ। अब यसलाई किन प्रस्थान भनियो र यो कसरी प्रस्थानसँग सम्बन्धित छ र यो कसरी मृत्युसँग सम्बन्धित छ त्यसलाई हामी हेर्नेछौँ। नेपाली बाइबलमा चाहिँ सिधै मृत्यु चलाइयो, यसलाई चाहिँ प्याराफ्रेज गरिएको हो, तर ग्रिकमा हेर्नुभयो भने तपाईँले प्रस्थान भन्ने पाउनुहुन्छ। भनेपछि मोसाको नेतृत्वमा पुरानो प्रस्थान भएको थियो। मिस्रबाट निस्केर दुध र मह बहनेसम्मलाई प्रस्थान भन्छ, अर्थात् दासत्वको देशबाट निस्किआएकोलाई प्रस्थान भन्छ। तर यहाँ येशू नयाँ मोसा हुनुहुन्छ र येशू ख्रीष्टको नेतृत्वमा नयाँ प्रस्थान हुँदैछ। पुरानो प्रस्थान, नयाँ प्रस्थान, र यो प्रस्थानलाई येशू ख्रीष्टको मृत्युसँग सम्बन्धित गरिएको छ। अर्को शब्दमा भन्ने हो भने यो प्रस्थानलाई असल शुक्रबारसँग सम्बन्धित गरिएको छ। अब यो शब्द किन प्रयोग गरिएको त? पवित्र आत्मा परमेश्वरले यो प्रस्थान भन्ने शब्द किन दिनुभएको? यो संयोगवश लेखिएको होइन, यसलाई जानाजानी लेखिएको। यो प्रस्थानले हाम्रो दिमागलाई मोसाको प्रस्थानमा लानुपर्छ। अब हामी सम्बन्धित गरौँ त यो प्रस्थान र मोसाको प्रस्थानसँग कसरी सम्बन्धित छ त? के भएको थियो प्रस्थानमा? हामीलाई थाहा छ मोसाले प्रस्थान 8को 27 र 28 मा फारोका गएर के भन्नुहुन्छ भने मेरो मानिसलाई जान देऊ। सुरुमा मोसाले के भन्नुहुन्छ? मेरो मानिसलाई बलिदान चढाउनको लागि जाने देऊ। कहाँ? होरे पर्वतमा, सिनै पर्वतमा मेरो मानिसहरूलाई 3 दिनको यात्रा गरेर बलिदान चढाउने, होम बलि चढाउन, रगतको बलिदान चढाउन जान देऊ भनेर मोसाले फारोलाई भन्दछ। तर फारोले के भन्छ? तिमीहरूलाई बलिदान चढाउनु छ भने यहीँ चढाऊ भनेर भन्छ। तर मोसाले के भन्छ? हामीले रगत ताम्य बलिदान चढाउनु पर्छ। मिस्रीहरूले घृणा गर्छ त्यो कुरालाई। मिस्रीहरूले हामीलाई ढुङ्गाले हानेर मार्छ, यहाँ चढाउँदैनौ, हामी जान्छौँ, हामीलाई बलिदान चढाएर परमेश्वरको आराधना गर्न देऊ भनेर मोसाले चाहिँ भनेको हामीले पाउँछौँ। र यो कुरालाई मोसाको व्यवस्थामा एकदमै राम्रोसित लेखिएको छ कि बलिदान कसरी चढाउनु पर्छ भनेर अगमवक्ताहरूमा पनि एकदमै लेखिएको छ। भनेपछि यहाँ येशू ख्रीष्टसँग मोसा र एलियाले के कुरा गर्न आउनु भएको? त्यही बलिदानको बारेमा, जुन बलिदान येशू ख्रीष्टले क्रुसमा गर्दै हुनुहुन्छ। बुझ्नुभयो नि? प्रस्थानमा पनि बलिदान चढाउन जाने, यहाँ पनि नयाँ प्रस्थानमा पनि बलिदान चढाउने विषयमा मोसा र एलियाले यहाँ कुरा गरिरहेको हुनुपर्छ। अब यहाँ स्पष्टसँग लेखिएको छैन कि के कुरा गर्नुभयो, केही पनि लेखेको छैन। भेट्नुभयो, मोसा र एलिया आउनुभयो र कुरा गर्नुभयो भनेर लेखेको छ। तर यो एक्सोडस भन्ने शब्दले एकदमै स्पष्टसँग देखाउँछ कि उहाँहरूले के कुरा गर्दै हुनुहुन्थ्यो। र हामीलाई थाहा छ पहिलो प्रस्थान पनि दुःख कष्टले भरिपूर्ण थियो। इजरायलीहरू मिस्र देशबाट निस्केदेखि सङ्घर्ष, दुःख, कष्ट, युद्ध, एकदमै समस्या थियो। हामीलाई यो पनि थाहा छ कि त्यो प्रस्थान निस्किनुमा त्यो छुटकाराको मूल्य चाहिँ थुमाको रगत थियो। उनीहरूले थुमा मारेर आफ्नो चौकोस दैलोमा लिपेका थिए। पहिलो प्रस्थान। तर दोस्रो प्रस्थानमा हामीलाई थाहा छ कि थुमाको रगत होइन, परमेश्वरको थुमाको रगत। हेर परमेश्वरको थुमा जसले संसारको पाप उठाइलान्छ भनेर यूहन्ना 1:29 मा एकदमै राम्रोसँग लेखेको छ। भनेपछि पुरानो नियममा थुमाको रगत स्वतन्त्रताको मूल्य हो भने नयाँ एक्सोडस, नयाँ प्रस्थानमा चाहिँ मूल्य चाहिँ परमेश्वरको थुमाको रगत हो। र यही बलिदानको विषयमा मोसा र एलियाले कुरा गरिरहेका हामीले पाउँदछौँ। पुरानो नियममा मोसाले के भन्नुभयो? यो कचौरा ल्याऊ, यो रगतमा भएको, जनावरको रगतमा भएको
परमेश्वरले बाँध्नु भएको करार हो भन्नुभयो, तर यता येशू ख्रीष्टले के भन्नुभयो? यो कचौरा ल्याऊ, यो मेरो रगतमा भएको नयाँ करार हो भनेपछि पुरानो प्रस्थान चाहिँ थुमाको जनावरको रगतले पक्का गरियो भने नयाँ प्रस्थान चाहिँ येशू ख्रीष्टको रगतले पक्का गरिएको छ भनेपछि येशू ख्रीष्टले नयाँ प्रस्थानको सुरुवात गर्नुभयो। जसरी मोसाले पुरानो प्रस्थानको सुरुवात गरे, येशू ख्रीष्टले नयाँ निस्तार चाड जसलाई हामी प्रोभोज भन्छौँ त्यसको सुरुवात गर्नुभयो। येशू ख्रीष्टले पुरानो निस्तार चाडको सुरुवात गरे र एकदमै राम्रोसित पाउँछौँ कि यो निस्तार चाड चाहिँ येशू ख्रीष्टको रगतले भएको हामीले पाउँदछौँ। र यहाँ अर्को रोचक कुरा के छ भने यहाँ पुत्र, यहाँ येशू ख्रीष्ट र चेलाहरूलाई बादलले छोप्यो शेखाइना महिमाले र यहाँ परमेश्वरको आवाज आएको थियो, यिनी मेरो प्रिय पुत्र हो, यसको कुरा सुन भनेर। ठ्याक्कै पुरानो नियममा पनि परमेश्वरले मोसालाई खडा गर्नुभयो र इजरायललाई के भन्नुभयो? मोसाको निर्देशन मान, मेरो दास मोसाले दिएको विधि विधान मान भनेर। मोसा चाहिँ दास थियो परमेश्वरको सम्पूर्ण घरानामा, येशू ख्रीष्ट चाहिँ पुत्र हुनुहुन्छ भनेपछि पुत्रको रगतले हामीले नयाँ करार पक्का भएको, नयाँ यो 110 प्रस्थान पक्का भएको हामीले पाउँछौँ है। धेरै रोचक कुराहरू छन्। अर्को हामीलाई के भनिएको छ? यो सबै उहाँले यरुशलेममा है, यरुशलेममा पुरा गर्नुहुनेछ। 31 पदमा हेर्नुहोस् त, उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्युको विषयमा बातचित गरिरहेका थिए। यो कुरा उहाँले यरुशलेममा पुरा गर्नु पर्थ्यो है, यरुशलेममा पुरा गर्नु पर्थ्यो भनेपछि येशू ख्रीष्टको प्रस्थान चाहिँ यो डाँडादेखि है, यो डाँडादेखि यरुशलेमको डाँडा अर्थात् कल्वरी डाँडा। यरुशलेम चाहिँ कल्वरी चाहिँ यरुशलेम बाहिर पर्छ र यरुशलेमकै जिल्ला हो यरुशलेम डाँडा। यो येशूको रूप परिवर्तन भएको डाँडादेखि यरुशलेम कल्वरीको डाँडा चाहिँ उहाँको प्रस्थान भनेर हामीले बुझ्न सक्थ्यौँ। र एक हिसाबले मोसा र एलियाले येशू ख्रीष्टलाई उत्साह दिन आएका थिए, किनभने परमेश्वरको इच्छा पुरानो करारमा मोसाको व्यवस्थामा र अगमवक्ताको पुस्तकमा एकदमै राम्रोसित लेखिएको थियो र त्यो लेखिएको हो भन्ने कुरा प्रमाणित गर्न पनि येशू ख्रीष्टलाई पक्कै पनि मोसा र एलिया आउनु भएको थियो। र अर्को एक रोचक कुरा चाहिँ के हो भने यो सिनै पर्वत चाहिँ यरुशलेम चाहिँ सिनै पर्वतको चाहिँ वास्तविक रूप थियो है। सिनै पर्वतमा परमेश्वर ओर्ली आउनुभयो तर उहाँ मन्दिरमा वास गर्नुभयो भनेपछि सिनै पर्वत चाहिँ यरुशलेमको छाया मात्र थियो। र हामीलाई थाहा छ कि त्यही सिनै पर्वतमा मोसाले चाहिँ फारोसँग बिन्ती गरेको, हामी यहाँ बलिदान गर्न जाऊँ भनेर, जानुपर्छ, हामीलाई जान दिनुहोस् भनेर अनुमति मागेको थियो। तर यही पर्वतमा भनौँ कल्वरी खप्परे डाँडामा येशू ख्रीष्टले यही यरुशलेममा है, पुरानो नियममा मोसा चाहिँ छायामा, यहाँ चाहिँ वास्तविकतामा येशू ख्रीष्टले दुःख भोग्दै हुनुहुन्छ। उहाँलाई यरुशलेममा के गर्नुपर्ने हेर्नु, यहाँ यरुशलेममा यो उहाँले भोग्नु पर्थ्यो भनेपछि यरुशलेममा येशू ख्रीष्टले एकदमै दुःख भोग्ने कुरा, यहुदीहरूको अख्तियार अधिकारमा उहाँलाई समातियो, पिटियो, उहाँलाई निन्दा र तिरस्कार गरियो, उहाँलाई बर्बर यातना दियो, उहाँलाई थुकियो, उहाँको हात र खुट्टामा किल्ला ठोकियो, भालाले घोचियो, काँडाको मुकुट लगाइयो, उहाँलाई बैजनी वस्त्रले पहिर्यायो, राजा भनेर हेपेको, उहाँलाई निङ्गालो दायाँ हातमा दियो, उहाँको वस्त्रलाई चिट्ठा लगाइयो र उहाँलाई बर्बर यातना दिएर क्रुसमा अमानवीय व्यवहारले क्रुसमा टाँगियो है। तपाईँले प्यासन अफ द क्राइस्ट हेर्नुभएको छ नि, उहाँलाई कसरी पिटिएको, त्यो कोर्रामा चाहिँ सिसाको टुक्रा र फलामको टुक्रा राखिन्थ्यो क्या उनीहरूले। एकचोटि हान्दाखेरि मासुहरू उछिटिने गरी हान्थ्यो है।
पुरानो नियममा एक ठाउँमा लेखेको छ उहाँको शरीर चाहिँ हल्लो जस्तै जोतिएको थियो अरे है। जसरी खेतमा हल्लो जोत्दाखेरि कस्तो चिरा चिरा पर्छ नि, हो उहाँको शरीरमा हल्लो जोतेको जस्तो गरेर व्यवहार गरिएको थियो। र यो सबै उहाँले यरुशलेममा भोग्नु भयो, यरुशलेममा भोग्नु भयो है। तर इन्ट्रेस्टिङ कुरा चाहिँ हेर्नु, मोसाको नेतृत्वमा इजरायलीहरू यरुशलेममा आराधना गर्न गइरहेका थिए, बलिदान गर्न, हो क्या न, बलिदान गर्न। हो येशू ख्रीष्ट पनि यरुशलेममा जाँदै हुन्छ। किन? यो सबै दुःख त परमेश्वरको निम्ति बलिदान थियो क्या। यही बलिदानको विषयमा मोसा र एलिया आएर गवाही दिनुभएको थियो। येशू ख्रीष्टको निम्ति दुःख कष्ट थियो, तर त्यहाँ येशू ख्रीष्टले आफ्नै रगत छर्किरहेको थियो। जुन क्रुस चाहिँ परमेश्वरको वेदी थियो, जहाँ उहाँले आफ्नै रगत छर्किरहनु भएको थियो, आफ्नै पुजारीगिरीमा उहाँले रगत छर्किनु भएको थियो र त्यो बलिदानको काम समापन हुँदै थियो, त्यो बलिदानको काम सुसम्पन्न हुँदै थियो। र येशू ख्रीष्टले अन्तमा के भन्नुभयो? अब सिद्धियो। उहाँले के भन्नुभयो थाहा थियो? बलिदान गर्ने प्रक्रिया सिद्धियो। उहाँले एकै खेपमा बलिदान गरिदिनु भयो, आफ्नै रगत बगाएर, किनभने उहाँको रगतमा जीवन थियो। र हामीलाई थाहा छ एकदमै राम्रोसित कि पिलातुसले के भने, येशू ख्रीष्टलाई छोड्न चाहेका थिए नि पिलातुसले, यसलाई छोडिदिउँ, कोरा लगाएर छोडिदिन्छु भन्दाखेरि यहुदीहरू होइन क्रुसमा टाङ्नुहोस्, उहाँलाई क्रुसमा टाङ्नुहोस्, क्रुसमा टाङ्नुहोस् भनेर। अनि पिलातुसले के गरे? आफ्नो हात धोएर यो मानिसको रगतको म दोषी छैन भनेर क्रुसमा टाङ्ने अनुमति दिए। र उनीहरूले कहाँ लगे? छाउनी बाहिर है। छाउनी बाहिर भनेको यरुशलेम नै हो, तर छाउनी भनेको चाहिँ मन्दिरको परिसर बाहिर। किनभने पुरानो नियममा हेर्नुभयो भने त्यहाँ चाहिँ कुष्ठरोग लागेकाहरूलाई र कुनै अपराधमा फँसेकाहरूलाई, हत्याराहरूलाई बाहिर लगेर मारिन्थ्यो, बेबिचारीहरूलाई बाहिर लगेर ढुङ्गाले हानेर मारिन्थ्यो। किनभने उनीहरूको रगत अशुद्ध भएकोले मन्दिरमा त्यो रगत, मन्दिर प्राङ्गणमा यरुशलेममा त्यो रगत बग्नु हुन्थ्यो बाहिर। त्यही भएर खप्परे डाँडा भनेको, किन खप्परे डाँडा भनेको भने त्यो खप्पर आकारको थियो क्या त्यो डाँडा है, त्यो डाँडामा थियो क्या है। र अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ त्यहाँ मान्छेहरू क्रुसमा तागिएका मान्छेहरू त्यत्तिकै लास त्यत्तिकै छोड्छ, उनीहरूलाई गाड्दैन। त्यही भएर उनीहरूको खप्परै खप्पर हुन्थ्यो क्या त्यहाँ है। उनीहरूको त्यहाँ हड्डीहरू हुन्थ्यो, त्यहाँ आकाशका पक्षीहरू आएर खान्थ्यो, राति हुडारहरू आएर होइन, बाघ भालु आएर खान्थ्यो। उनीहरूको लासलाई त्यत्तिकै कुहेर त्यत्तिकै झर्रहेको हुन्छ, कसैले पनि गाड्दैन थियो है। येशू ख्रीष्टलाई खप्परे डाँडामा लगियो, अमानवीय तवरले लगियो। बाइबलमा के लेखेको छ? यशाया 53 अध्यायमा उन कत्रेदा भेडा मौन बसे चाहिँ उहाँ नि मौन बस्नुभयो, उहाँले आफ्नो मुख खोल्नु भएन। अन्याय र अत्याचारद्वारा उहाँलाई लगियो है। र रोचक कुरा चाहिँ यो डाँडा हो क्या, यो खप्परे पनि। हेर्नु, अब्राहमले आफ्नो छोरालाई बलिदान गर्न लाँदा कहाँ लगेको थियो? डाँडामा, मोरियाको डाँडामा। मोसाले सिनै पर्वतमा, डाँडामा है। यो सबै डाँडाहरू पनि छाया मात्र हो क्या। वास्तविक डाँडा चाहिँ कल्वरीको डाँडा हो, जहाँ परमेश्वरको बलिदानको कामलाई आफ्नै पुत्रको रगतद्वारा येशू ख्रीष्टको बलिदानमा, येशू ख्रीष्टको पुजारीगिरीमा उहाँले क्रुसमा रगत छर्किनु भयो, सधैँको लागि छर्किनु भयो है। किनभने येशू ख्रीष्टको रगतमा अनन्त जीवन थियो। त्यो रगत उहाँले क्रुसमा खन्याउनु भयो, त्यो जीवन उहाँले क्रुसमा खन्याउनु भयो। र अर्को रोचक कुरा चाहिँ के हो भने यो येशू ख्रीष्ट जब क्रुसमा मारिनु भयो, त्यो ठ्याक्कै निस्तार चाडमा थुमा मारिने समय थियो है। तपाईँले राम्रोसित हेर्नु, थुमा मारिने समय र येशू ख्रीष्ट मारिएको समय एउटै समय हो। र अब्राहमलाई भनिएको थियो नि यो डाँडामा जुताइने छ भनेर, आज पर्यन्त भनिन्छ भनेर उत्पत्ति 22 अध्यायमा। साँच्चीकै येशू ख्रीष्ट चाहिँ परमेश्वरको प्रतिज्ञा र परमेश्वरको प्रबन्ध थियो मानव जातिको लागि। र उहाँले यो डाँडामा आफ्नो रगत बगाउनु भयो, परमेश्वरको न्याय, परमेश्वरको क्रोधलाई उहाँले शान्त गर्नुभयो, साम्य गर्नुभयो। किनभने साँडे र बोकाको रगतले पाप हरण गर्न असम्भव छ।
येशू ख्रीष्टले त्यो रगतद्वारा पाप हरण गर्नुभयो, हाम्रो पाप क्षमा गरिदिनु भयो, सधैँको लागि मेटिदिनु भयो। किनभने यो डाँडामा, कल्वरीको डाँडामा जे कुरा प्राप्त भयो त्यो पहिला कुनै पनि डाँडामा प्राप्त भएको थिएन। सबै पुरानो छाया मात्र थियो, जनावरको रगत थियो। तर यहाँ परमेश्वरको पुत्र, परमेश्वरको पुजारीको रगतले हाम्रो पापहरू सधैँको लागि धोइए, सधैँको लागि पखालिए। परमेश्वरको न्याय सधैँको लागि सन्तुष्ट भए, परमेश्वरको क्रोध रित्याइयो, परमेश्वरको न्यायलाई सम्पूर्ण रूपमा सन्तुष्ट गरियो। है, पाउनुभयो नि डाँडाको र येशू ख्रीष्ट यहाँ डाँडामा जानुभएको, मोसा एलिया आउनुभएको, मोसा डाँडामा जानुभएको, यो सबै कुरा कल्वरीमा आएर कसरी पुरा भयो, कसरी यी कुराहरूले पूर्णता पायो भनेर एकदमै हामीले राम्रोसित यहाँ देख्न सक्छौँ। यदि यो शब्द प्रस्थान भन्ने शब्द, एक्सोडस भन्ने शब्द यहाँ प्रयोग नभएको भए, यदि हामीले ग्रीकमा यो शब्दलाई नहेरेको भए हामीले यो कसरी पाउने? हेर्नुहोस्, त्यही भएर पवित्र आत्माले एउटा शब्द दिनुभयो, त्यो शब्दले कतिवटा कुराहरू खोलिए र कसरी यहाँ पुरा भयो भनेर हामीले पाउँछौँ। त्यही भएर गुड फ्राइडे, प्रियहरू, गुड फ्राइडेमा परमेश्वरले उहिलेदेखि प्रतिज्ञा गर्नुभएको र प्रबन्ध गर्छु भनेर उहाँले कसम खानुभएको आफ्नो पुत्रलाई पठाउनु भयो र उहाँले मुक्तिको कामलाई शेष गर्नुभयो। जब येशू ख्रीष्टले भन्नुभयो अब सिद्धियो भनेर, है, गुड फ्राइडेको सन्देश यही हो। अब यो प्रस्थान कसको लागि थियो त? यो प्रस्थान, यहाँ जुन कुरा गरिएको प्रस्थान, मोसा र एलियाले येशू ख्रीष्टसँग बातचित गरिएको यो प्रस्थान कसको लागि थियो त? रोचक कुरा के हो भने यो येशू ख्रीष्टको लागि थिएन, यो येशू ख्रीष्टको प्रस्थान होइन, यो उहाँको मानिसहरूको लागि थियो। है, किनभने त्यहाँ मण्डली पनि थियो। मण्डली को थियो त्यहाँ? पत्रुस, याकुब र यूहन्ना। है, यो प्रस्थान चाहिँ हाम्रो लागि थियो कि येशू ख्रीष्टको लागि थिएन। जसरी उहाँको बप्तिस्मा पनि उहाँको लागि होइन, हाम्रो लागि थियो। यो प्रस्थान उहाँको लागि थिएन, हाम्रो लागि। किनभने यो प्रस्थानमा उहाँले जे कुरा प्राप्त गर्नुभयो त्यो उहाँको लागि होइन, हाम्रो लागि थियो। भनेपछि येशू ख्रीष्टले यो प्रस्थान गर्नुभएको हाम्रो मुक्तिको लागि थियो। किनभने यो प्रस्थान उहाँले गर्नु भएन भने उहाँ कहिले पनि मर्नु पर्ने थिएन। है, यो प्रस्थान हाम्रो लागि थियो, हाम्रो मुक्तिको लागि थियो। किनभने उहाँ हाम्रो प्रतिनिधि र हाम्रो पक्षमा बोलिदिने हुनुहुन्छ। किनभने उहाँको रगतमा जीवन थियो, मुक्ति उहाँको रगतमा थियो, मुक्ति पाप क्षमा उहाँको रगतमा थियो, परमेश्वरको न्याय सन्तुष्टि उहाँको रगतमा थियो, शान्ति उहाँको रगतमा थियो, धार्मिकता उहाँको रगतमा थियो, छुटकारा उहाँको रगतमा थियो, परमेश्वरसँगको मिलाप उहाँको रगतमा थियो र नयाँ करार उहाँकै रगतमा पक्का हुनु पर्थ्यो। त्यही भएर यदि यो प्रस्थान उहाँले नलिनु भएको भए, यो प्रस्थान उहाँले नगर्नु भएको भए उहाँ कहिले मर्नु पर्दैन थियो। उहाँ नमरिकन हामीले जीवन पाउँदैन थियो, प्रियहरू। है, त्यही भएर यो प्रस्थानमा येशू ख्रीष्ट जानुभयो, मोसा र एलियाले उहाँलाई उत्साह दिनुभयो र यो प्रस्थान चाहिँ उहाँको निम्ति सजिलो थिएन, कति गाह्रो थियो। उहाँले के भन्नुभयो? हुनसक्छ भने पिता यो कचौरा मबाट हटाइदिनुहोस्, तर मेरो इच्छा होइन तपाईँको इच्छा पुरा होस्। उहाँको पसिना रगतका थोपाहरू भएका थिए, तर पनि उहाँ जानुभयो। यस्तो यातना, बर्बर यातना दिँदा पनि उहाँको शरीर हल्लो जोतेको जस्तै छिया छिया पारे तापनि आत्मिक, शारीरिक, भौतिक, मनोवैज्ञानिक यातना भोगेर पनि उहाँले क्रुस पनि बोक्न सक्नु भएन। हामीलाई थाहा छ नि, क्रुसै बोक्न सक्नु भएन। कुरेनीको सिमोनले क्रुस बोक्नलाई सहायता गर्यो, तर पनि उहाँ जानुभयो। किन जानुभयो? उहाँलाई थाहा छ राम्रोसित, उहाँ नगइकन हाम्रो निम्ति स्वर्गको ढोका खोल्दैन। उहाँले रगत नबगाइकन स्वर्गको ढोका खोल्दैन।
त्यहीबाट उहाँ जानुभयो, सकि नसकि हस्याङ फस्याङ गर्दा पीडा र चोटमा उहाँ जानुभयो। हामीमा शान्ति ल्याउने दण्ड उहाँमाथि पर्यो। उहाँको कोर्राको चोटले हामी निको भयौँ। उहाँलाई कोर्रा नलगाएको भए हामी कहिले निको हुँदैन थियौँ। उहाँले रगत नबगाएको भए हामीले कहिले शान्ति पाउने थिएनौँ। उहाँ जानुभयो र गएर उहाँले क्रुसमा के गर्नुभयो? आदि रगत परमेश्वरमा छर्किनु भयो, आदि रगत हामीमा छर्किनु भयो। हामीले पुरानो नियममा एकदमै पाउँछ कि मोसाले त्यो गरेको, र त्यो रगतले के गर्यो? त्यो रगत जसमाथि पर्यो तिनीहरू सबै पवित्र, शुद्ध र चोखो बनाए। येशू ख्रीष्टको रगतले धोइयो, येशू ख्रीष्टको रगतले हामीलाई पखालियो। त्यही भएर यो नयाँ प्रस्थानको मुटु र त्यसको ढुकढुकी भनेको नै क्रुस हो। यसको मुटु र ढुकढुकी भनेको नै असल शुक्रबार हो, किनभने उहाँले क्रुसमा आफ्नो रगत बगाउनु भयो। र यसैया 53 अध्याय एकदमै सान्दर्भिक हुन्छ। हामी सबै भेडा चाहिँ बरालिएका थियौँ, तर हाम्रो अधर्म, भेडाको अधर्म गोठालोमाथि हालिदिनु भयो। भेडाको पाप, भेडाको सम्पूर्ण अशुद्धता, अपवित्रता कसले भोग्यो? गोठालोले भोगेको हामीले पाउँछौँ। त्यही भएर एलिया आएको, किनभने एलिया को थियो? अगमवक्ताहरूको प्रतिनिधि। यसैया 53 अध्यायको प्रतिनिधि पनि एलिया हुनुहुन्थ्यो है। र यहाँ नै देख्छौँ हामीले परमेश्वरको प्रेम, साँचो प्रेमले जहिले पनि के गर्छ? बलिदान माग्छ प्रियहरू, साँचो प्रेमले। र येशू ख्रीष्टले साँचो प्रेम गर्नुभयो, किनभने उहाँले बलिदान गर्नुभयो। उहाँको भेडाको जीवन गोठालोको रगतमा थियो र उहाँले त्यही भएर त्यो रगत बगाउनु भयो। त्यही भएर हामीलाई थाहा छ येशू ख्रीष्टले यूहन्ना 10 मा के भन्नुभयो? म मेरो भेडाहरूलाई चिन्छु, म मेरो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्छु भनेर येशू ख्रीष्टले एकदमै राम्रोसित भन्नुभयो। हामी सबै भेडाहरू आफ्नै बाटोमा, आफ्नै तौर तरिका, आफ्नै जीवनमा बरालिएका थियौँ, तर परमेश्वरको प्रेम यस्तो छ कि हाम्रो पापको बदला उहाँले येशू ख्रीष्टसँग लिनुभयो र येशू ख्रीष्ट त्यो थाप्नको निम्ति तयार हुनुभयो। क्या त्यही हो प्रेम है। हामी अरूको पाप थाप्दैनौँ नि, अरूको पाप बोक्दैनौँ नि, अरूको पाप, अरूको अधर्म हामीलाई बोक्न मन लाग्दैन र हामी चाहँदा पनि चाहँदैनौँ। हामी के भन्छौँ? तेरो पाप तैँ भोग, त्यसको फल तैँ भोग, तेरो पापको दण्ड तैँ भोग, म बोक्दिनँ होइन। हामी चाहिँ पछाडि हुन्छौँ। पिलातुसले त्यही भएर हात धोएका थिए। तर हेर्नुहोस् त, परमेश्वरले हाम्रो पाप बोक्ने थुमा जुटाउनु भयो। परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्र पठाउनु भयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। येशू ख्रीष्ट तपाईँ र मेरो लागि यो नयाँ प्रस्थानमा लम्किनु भयो र यो प्रस्थानको गन्तव्य क्रुस थियो प्रियहरू। क्रुस है, उहाँ जानुभयो, उहाँ क्रुससम्मै होच्याइनु भयो, धर्मी अधर्मीको निम्ति मर्नुभयो। जसले कहिले पाप चिन्नु भएको थिएन, हामी परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर उहाँ हाम्रो निम्ति पाप बनाइनु भयो है। हाम्रो निम्ति पाप बन्न तयार हुनुभयो, अर्थात् हाम्रो पाप बोक्न तयार हुनुभयो, हाम्रो पाप भोग्न तयार हुनुभयो र परमेश्वरले त्यही भएर उहाँलाई त्याग्नु भएको, किनभने उहाँले हाम्रो पाप भोग्दै हुनुहुन्थ्यो है। त्यही भएर हाम्रो निम्ति असल शुक्रबार थियो आजको दिन, तर येशूको निम्ति असल होइन, खराब शुक्रबार थियो। उहाँको निम्ति असल होइन। क्रुसमा मर्नु असल हुन्छ? क्रुसै बोक्न नसक्नु, पानीले प्याक प्याक हुनु, रगत चाहिँ बगाए पानी खान नपाएपछि कस्तो हुन्छ? हस्याङ फस्याङ गर्दै उहाँको निम्ति र त्यति बेला उहाँको निम्ति सबैभन्दा आनन्दको कुरा के हुन्छ थाहा छ? मर्नु के। जति चाँडै मर्यो त्यति नै राम्रो। तर त्यो मर्नको लागि पनि उहाँलाई ढिला भयो क्या। क्रुस बोकेर चाँडै गर्नु भयो, चाँडै मर्थ्यो। हेर्नु, मर्नको लागि पनि उहाँ हिँड्न सक्नु भएन,
किनभने उहाँको मासु चिरा चिरा बनाइएको थियो है, तर पनि उहाँ जानुभयो। त्यही भएर उहाँको निम्ति दुःखको शुक्रबार थियो, तर हामीलाई उहाँले यस्तो प्रेम गर्नुभयो कि हाम्रो निम्ति असल शुक्रबार बनाउन त्यो दुःखको शुक्रबारलाई उहाँले पिउनु भयो, त्यो दुःखको शुक्रबारको प्याला पिउनु भयो। प्रियहरू, मैले किन भने नि, साँचो प्रेमले जहिले पनि बलिदान खोज्छ, बलिदान माग्छ। येशू ख्रीष्टले बलिदान गर्नुभयो, साँचो प्रेम यसैमा देखाउनु भयो। त्यही भएर प्रेमको प्रतीक भनेको यस्तो गर्छ नि, मुटु होइन, प्रेमको प्रतीक क्रुस हो। प्रियहरू, जहाँ परमेश्वरले आफ्नो पुत्रद्वारा संसारलाई सन्देश दिनुभयो कि म कति प्रेम गर्छु भनेर, र त्यो प्रेम हामीले क्रुसमा मात्रै अनुभव गर्न सक्छौँ। त्यो प्रेम हामीले असल शुक्रबारमा अनुभव गर्न सक्छौँ। र असल शुक्रबार भनेको यो पनि हो, हामीले परमेश्वर, मानव जातिले परमेश्वरलाई के गर्यो, तर त्यसको सट्टामा परमेश्वरले मानव जातिलाई के गर्नुभयो। हेर्नुहोस्, हामीले ईश्वरलाई मार्यौँ, तर ईश्वरले हामीलाई बदला लिनु भएन, बरु ईश्वरले हामीलाई प्रेम र अनुग्रह र क्षमा गरिदिनु भयो। त्यही भएर येशू ख्रीष्टले यो नयाँ प्रस्थानमा उहाँले हाम्रो निम्ति उदाहरण छोडेर जानुभयो। प्रिय, यो दुःखको प्रस्थान थियो, उहाँले उदाहरण छोडेर जानुभयो। उहाँ बलिदान मात्र होइन, उहाँ उदाहरण पनि हुनुहुन्छ, हाम्रो रोल मोडल पनि हुनुहुन्छ। र यो कुरा हामीले एकदमै पाउँछौँ पहिलो पत्रुस 2:21-25 मा हामीले यो पाउँछौँ। तपाईहरुले पल्टाउनुस् त, पहिलो पत्रुस 2:21-25 मा यसरी लेखिएको छ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ, ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूका लागि एउटा के गर्नुभयो, उदाहरण छोडी जानुभयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नु पर्छ। उहाँले कुनै पाप गर्नु भएन र उहाँको मुखमा कुनै छलको कुरा पाइएन। तिमीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नु भएन, दुःख भोग्नुहुँदा उहाँले धम्की दिनु भएन, तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो। हामी पापका लेखी मरेर धार्मिकताको लेखी जिउँ भनी उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रो पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो, किनभने तिमीहरू भेडाहरू चाहिँ बरालिएका थियौ, तर अब तिमीहरूका आत्माका गोठालो र संरक्षण कहाँ फर्किआएका छौ। अब हामीले कसको उदाहरण पछ्याउने, हाम्रो रोल मोडल को, कसलाई हेर्ने, कसको अनुसरण र अनुकरण गर्ने, येशू ख्रीष्टको। त्यही भएर बाइबल धर्मशास्त्रले हामीलाई भन्छ, यदि कोही मेरो पछाडि, येशू ख्रीष्टले भन्नुभयो, कोही मेरो पछाडि आउने इच्छा गर्छ, मेरो चेला बन्न चाहन्छ भने त्यसले आफैलाई इन्कार गरोस् र मेरो क्रुस बोकोस्। त्यो नयाँ प्रस्थानको मुताबिक चलोस्। येशू ख्रीष्टको नयाँ प्रस्थान त्यो डाँडादेखि क्रुससम्मको प्रस्थानमा चलोस् र क्रुस बोक्यो भने पुनरुत्थान पनि हुन्छ है। त्यही भएर यो नयाँ, यो गुड फ्राइडेमा हाम्रो एप्लिकेसन चाहिँ के हुन्छ, यो वचनले हामीलाई के शिक्षा दिन्छ, यो वचनले हामीलाई के सिकाउँछ भन्दाखेरि हामी पनि येशू ख्रीष्ट जस्तै क्रुस बोकेर उहाँको पछि लागौँ, उहाँलाई रोल मोडल बनाऊ। र यो नै हाम्रो आदर्श चेलापनको पहिलो र प्राथमिक चिन्ह हो प्रियहरू है। र यो गर्यो भने साँच्चै नै हामीले असल शुक्रबारलाई राम्रोसित निहालेको, राम्रोसित मानेको एकदमै ठहरिन्छ। र अन्तमा इजरायलीहरूले जब जब निस्ताचार मान्थ्यो, उनीहरूले के सम्झना गर्थ्यो, परमेश्वरले जुटाउनु भएको थुमाको रगतलाई सम्झना गर्थ्यो। त्यही भएर उनीहरूले निस्ताचारमा प्लेट हुन्छ, त्यहाँ प्लेटमा चाहिँ हड्डी नबाचिएको हैन, एउटा थुमाको हड्डी पनि राख्थ्यो, किनभने परमेश्वरले प्रतिज्ञा गर्नुभएको, प्रबन्ध गर्नुभएको थुमा भनेर उनीहरूले सोच्थ्यो है। त्यही भएर असल शुक्रबारमा हामीले सम्झिनुपर्ने र परमेश्वरप्रति धन्यवादी हुनुपर्ने के हो भने, परमेश्वरले हामीलाई आफ्नो पुत्र संसारको पाप उठाइलाने थुमा दिनुभयो।
जब जब हामी प्रभुभोज मनाउँछौँ यही परमेश्वरको प्रबन्ध परमेश्वरको प्रतिज्ञालाई सम्झन्छौँ र उहाँले येशू ख्रीष्टले त्यही भएर भन्नुभयो तिमीहरूले जब जब यो मेरो सम्झनामा अक्सर गर तिमीहरूले म नाउन्जेल मेरो मृत्युको घोषणा गर्नेछौ भनेर उहाँले भन्नुभयो। भनेपछि आजको दिन नयाँ पासओभर पनि हो है, नयाँ निस्तार चाड येशू ख्रीष्टले सुरु गर्नुभयो। किनभने उहाँ क्रुसमा जानुभन्दा अगाडि निस्तार चाड उहाँले सुरु गरेर जानुभयो, अर्थात् प्रभुभोज सुरु गरेर जानुभयो। नयाँ निस्तार चाड हो र त्यसमा हामीले सम्झना गर्नुपर्ने, परमेश्वरलाई धन्यवाद दिनुपर्ने। त्यही भएर यो प्रभुभोजलाई अर्को शब्दमा युकारिस भन्छ। युकारिस भनेको चाहिँ धन्यवाद दिने, परमेश्वरले जुटाउनु भएको प्रबन्धप्रति धन्यवादी हुने। त्यही भएर प्रियहरू यो असल शुक्रबारमा हामीले एकदमै राम्रोसित देख्छौँ परमेश्वरले हाम्रो निम्ति के गर्नुभयो र किन मोसा र एलिया आउनुभयो र कसरी येशू ख्रीष्ट एकदमै त्यो नयाँ प्रस्थानमा प्रवेश गर्नुभयो र त्यसलाई समापन गरिदिनु भयो। आउनुहोस् हामी यो कुरालाई सम्झनेछौँ र आफ्नो मनमा विचार गरौँ।